एभ्रिवान, वेलकम माई युट्युब च्यानल। गुड इभिनिङ छ सबैजनालाई है। आज चाहिँ हामी कहाँ जाँदैछौँ भने पार्क, इको पार्क। यहाँ हाम्रो चाम्बुचेको इको पार्क जाँदैछु। म र फुपू हो, अनि फुपा पछाडि हुनुहुन्छ, त्यसको पछि भाइ पनि जाँदैछ हो। देखाउँछु कताबाट चाहिँ अब कताबाट हामी चाहिँ लेफ्ट राइट हो, किनभने हाम्रो घर पासमै छ। बेसी पनि छैन, कति 2 किलोमिटर होला नि पुग्यो होला। 2 किलोमिटरको डिस्टेन्समै छ। त्यही भएर यति यो टाइममा चाहिँ गाडी पाउँदैन, त्यही भएर हामी लेफ्ट राइटै आएको चाहिँ हो। पार्क जाने बाटो जो कि बगर पार गरेपछि अनि मात्रै आउँछ। यो चाहिँ हो सुकृति खोला भन्छ यसलाई, किनभने सुकृति भने अब यो सिर्फ बर्खामा मात्रै हुन्छ, पानी आएको बेलामा मात्रै खोला हुन्छ। यति यो सुक्खा टाइममा चाहिँ खोला हुँदैन हो। हेलो, भाइ चाहिँ कुदेको छ हो। के कता गएको अरे भाइ? त्यो चाहिँ के हो? एन्ट्री पनि दिँदैन होला है। पारस, हाँ मजा आयो? मजा आयो? हाँ, वहाँ पर है तो पार्क, दिखाई नहीं दिया क्या? हाँ? क्यों नहीं दिया? जे पार्क पुग्न आँटिसकेको छ। घरहरू मजाले बनाइसक्यो, नयाँ घरहरू पनि सबै। हो पर पार्क कहाँ पर है? यो चाहिँ हो चाम्बुचे इको पार्क। यस्तो छ। हामी पार्क घुमिसक्यो, अब हामी गएको घरतर्फ फर्केको। यो चाहिँ हो पार्क, किनभने क्लोजिङ टाइम भइसक्यो। कति भयो भने 5:45 भइसक्यो। त्यही भएर हामी मजा आयो है पारस, मजा आयो एकदम। हामी सुबार आयो याद हिँड्दै हिँड्दा उता एउटा उता बत्तीको त्यहाँ उता म हिँड्दै तिनै जना